किन नहाल्ने काङ्ग्रेसलाई भोट? कसले दियो ठेक्का त मेरो भोटको जिम्मा? तपाईँको भोट कसलाई जिम्मा दिनुभएको छ? तपाईँले कसैलाई दिने होइन, आफ्नो भोट आफैसँग राख्ने। तिमीहरू पहिला काङ्ग्रेस बदल्यौ नभए भोट माग्न नआऊ भनेर भन्यो अनि आज बदलेर आइसकेपछि भोट माग्न आउँदै गर्दा हामीलाई तिमीलाई भोट दिन्छु भनेर पठाउनु पर्छ। तपाईँ जानुपर्छ। तपाईँको पालामा बिपी जस्ता नेताहरू थिए होला, पुष्पलाल जस्ता नेताहरू थिए होला, तपाईँहरू काङ्ग्रेस एमाले बन्नुभयो होला। अहिलेका भ्रष्टहरूका अगाडि तपाईँले आफ्नो इमान तिनका लागि भोट हालेर जोगाइदिनु पर्ने, नजोगाउनुहोस्, पर्दैन। सिङ्गो समाजलाई खोक्रो बनाएको सबैभन्दा ठुलो रोग, महारोग, भ्रष्टाचार विरुद्धको सबभन्दा ठुलो योद्धा यो नेपाली काङ्ग्रेस पार्टी बन्छ। माथिदेखि तलसम्म यो बोलेको मात्र होइन, यसलाई पुरा गरेर छाड्छु। यो हाम्रो सङ्कल्प हो। जनतालाई देशबाट लखेटेर लोकतन्त्र जोगायो भन्ने लाज लाग्नुपर्छ उनीहरूलाई। अनि हामी चाहिँ चोक चोकमा गएर भन्नु लागेपछि भन्दै हिँड्ने, जवाब दिनु नपर्ने, त्यस्तो युगको अन्त्य गर्नुपर्छ। नेताले बोलेको कुरा पुरा गर्नुपर्छ। अक्षरशः पुरा गर्न नसक्ने हो भने कारण देखाउनुपर्छ। कारण चित्तबुद्ध भएन भने सजाय पाउनुपर्छ। नेपाली काङ्ग्रेस पार्टीले एक लाइनमा भन्ने हुन्छ तपाईँले, नेपाली काङ्ग्रेस आयो, भोट दिनुहोस्, काङ्ग्रेसले देश सम्हाल्छ पनि, काङ्ग्रेसले देश सुधार्छ पनि। दुईजना रागो दिए, चारवटा फसिदिए, म त 5,000 भोट मसँग सर्लकै छ भन्छ। श्रीमान र श्रीमतीले पनि अर्काको भोटको जिम्मा लिने होइन। आफ्नो भोट आफ्नै ताकत हो, आफैसँग राख्ने। सरकारमा बसेको प्रधानमन्त्री सबभन्दा बढी कोसँग डराउँछ भने आफ्नै पार्टी अर्को साझेदारसँग डराएको छ। दिन रात प्रचण्डजी देवाजीसँग डराउनु भएको छ, देवाजी ओलीसँग डराउनु भएको छ, उसले उसलाई भत्काइदिएको छ, उसले उसलाई मिलाइदिएको छ। यही होइन हामीले देखेको। हाम्रो कोही पनि दुश्मन छैन। हाम्रो दुश्मन भनेको त गरिबी हाम्रो दुश्मन हो, बेरोजगारी हाम्रो दुश्मन हो। यो हो नि हाम्रो दुश्मन। के को हाम्रो दुश्मन? आरोप प्रत्यारोप, मेरो पुरानो पार्टी, तपाईँको पुरानो पार्टी, म त्यहाँको सदस्य, म यो सक्रियता भयो त, पुग्यो त। अब अगाइयो एउटै पार्टी, एउटै झन्डा, एउटै चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा सभापति, 5 वर्षको स्थायी सरकार। पार्टी एउटा छ, सिद्धान्त एउटा छ, भोट चाहिँ अर्कोलाई हालिदिनु पर्ने रे। त्यस्तो पनि लोकतन्त्र हुन्छ। अनि लोकतन्त्र खतरामा भयो, जेलेन्स्कीहरू आए रे। लोकतन्त्रको खतरा त अब टर्छ बल्ल जब तपाईँहरू सब हार्नुहुन्छ। सम्झौता गर्नु पर्यो भने एउटा सरकार होइन, 5वटा सरकार पनि हामीलाई चाहिँदैन। तर किन हामीलाई अड्डामा पनि हामीलाई चाहिने, अदालत हामीलाई चाहिने, अख्तियार हामीलाई चाहिने, राजदूत हामीलाई चाहिने, जहाँ पनि हामीलाई भाग चाहिने, दल जहाँ पनि पुग्नुपर्ने? यो अध्याय सकियो। अब बोलिसकेपछि जनतालाई कथालो समाउने ठाउँ दिनुपर्छ। हामीले कन्ट्र्याक्ट गरेर तपाईँलाई कथालो समाउने ठाउँ दिएछौँ। जति सक्ने त्यति बोल्ने, बोलेपछि गर्ने। काङ्ग्रेस र एमालेका मान्छे हटाएर राष्ट्रताको मान्छे राख्ने भनेको होइन, ढुक्काउनुहोस्। राम्रा मान्छेहरू छन् भने तिनको निरन्तरता हुन्छ, त्यो ग्यारेन्टी हामी गर्छौँ। कसैले चिन्ता लिनु पर्दैन।